भर्खर भर्खर मात्रामा होइन एससीको रिजल्ट आएको रहेछ इक्जामको। सो मलाई चाहिँ थाहा थिएन। अहिले चाहिँ मैले भिडियो बनाउँदैछु तपाईँहरूको बिचमा। हिजो साँझ मात्रै मैले मेरो रिइक्जामको एससीको रिइक्जामको रिजल्ट मैले चेक गरेँ। अनि फाइनल्ली म चाहिँ पास भएको रहेछ होइन। तर मेरो साथी चाहिँ फेल भएको रहेछ क्या। धेरै चिन्ता लाग्दो छ क्या होइन। सँगै पढ्थ्यौँ, सँगै बस्थ्यौँ, सँगै घुम्थ्यौँ, सँगै खान्थ्यौँ होइन। तर ऊ फेल भएको छ क्या। मलाई धेरै चिन्ता लाग्दो छ होइन। र जति पनि एससीको इक्जाम होइन, जतिजना नि फेल हुनु भएको छ 59,694 जना फेल हुनु भएको छ। उहाँहरूलाई कस्तो भएको होला क्या होइन। अनि कतिलाई एउटा विषयले, कतिलाई दुईवटा विषयले होइन फेल हुनु भएको छ कि कति चिन्ता लाग्यो होला होइन। जति पनि तपाईँहरूको साथीहरू यस भिडियो चाहिँ हेर्दै हुनुहुन्छ उहाँलाई ट्याग गर्नुहोस्, भिडियो चाहिँ सेयर गरिदिनुहोस् होइन। अनि विषय लाग्यो भन्दैमा होइन जिन्दगी सकिने होइन कि। अनि हामी चाहिँ हर पाइलामा चाहिँ अघि बढ्नुपर्छ होइन। त्यही भन्न चाहन्छु, मेरो साथीलाई पनि त्यही भन्न चाहन्छु होइन। धेरै चिन्ता नगर होइन। अब चिन्ता गरेर पनि अब समस्याको समाधान हुँदैन। अब प्रयास गर होइन, प्रयास जारी गर होइन। अब अर्को वर्ष दे इक्जाम होइन, पास हुन सक्छस् होइन। हरेस नखा भन्न चाहन्छु। त्यही हो। अनि साह्रै चिन्ता लागिरहेको छ। अनि यो चाडपर्वमा भर्खर दसैँ आएको छ होइन। कति टेन्सन हुनुहुन्छ होला, बुवा मम्मी कति टेन्सनमा हुनुहुन्छ होला आफ्नो छोराको परिस्थिति देखेर होइन। हामी छोराछोरीहरूले पनि जानी गर्दैनौँ नि त होइन। हाम्रो पनि छुट्टै होइन, छुट्टै हुन्छ। त्यही भनौँ मलाई भन्न पनि अनि आइरहेको छैन होइन। धेरै टाउको दुखिरहेको छ, चिन्ता भइरहेको छ होइन। साथीको होइन इक्जाम चाहिँ फेल भएको छ, धेरै चिन्ता लागिरहेको छ। सो फाइनली यही भन्न चाहन्छु। हस् त, थ्याङ्क यू।